गाइज अहिले चाहिँ हामी तल कान्छी पुजिङ गएको छ खाना खान लागि हो सबैजना त्यहीँ छ खाना खान अझै बोलाएको छ लेट्स गो यस्तो तल हिँड्नुपर्छ नि त फेरि यहाँ चाहिँ हो भाइ कुन त कहाँ गयो खै र अहिले चाहिँ कान्छी पुजेको भएको छु हो र आइपुगेँ अब खाना खानु आँटेको हो बुजुहरूसँग हल्का बात गरेको हाई पनि भन्दैछ बुजुले हो माइजू यता बहिनी पनि युट्युब खोलेको छ हो त्यसलाई सरप्राइज गर्दै ल अरे प्रवेशिकालाई आमाले हाम्रो आमाले भनेको सरप्राइज गर्दै यसलाई सरप्राइज भन्दै थियो अन्त माइजू फेरि मरी हाँस्छ बिचरा हो अनि तल देखाएर आज चाहिँ देउराली बोरा बनाउनुपर्छ हल्का सो अहिले चाहिँ म र मेरो सानो बहिनी माथि देउराली जाँदैछु हो अलिकति डाइस गर्नु लागि हल्का रमाइलो मेरो मुखमा चाहिँ सिग्नेचर छ तर हल्का सिग्नेचर खाँदै अब जाडो छ नि तर के हेरेको फेरि हो त्यसले चाहिँ हो आमा माथि जाँदैछु देउरालीमा अब टक्क दाजु बहिनी सो गाइज मिटिङ माई फ्रेन्ड्स आफ्टर लङ टाइम 17 साल बादमा भेटेको यिनीहरूलाई यो चाहिँ भाइ अन्त यहाँ तल आमाहरूले डाइस खेल्नु हुँदैछ हो अब माथि देउरालीमा सबैजना रमाइलो गरेर दसैँ तिहारमा के खेल्नुहुन्छ सबै डाइस खेल्नु बिजी छु हामी चाहिँ यहाँ टक्क बसिरहेको सो मिट माई नाना मतलब दिदी आफ्टर लङ टाइम अनि भेनाजु नाना दुबई गराउनु भएको भर्खर हो हल्का भेटिरहेको भेनालाई पनि नानाले चाहिँ मलाई कराउँदैछ नाटक नगरे भन्दैछ त्यहाँ हो सो गाइस यो चाहिँ हाम्रो तल छेमाको घरमा डिनर हो आज होइन तर लाइटै नभएर चाहिँ हाम्रो हल्का क्यान्डल लाइट गरिदिएको क्यान्डल लाइट डिनर सबैजना फ्यामिली बसेर हाम्रो सानो माइजूसँग सानो छेमासँग बहिनीहरू काका हुनुहुन्छ काकाले चाहिँ टक्क माथि टर्च बालिदिनु आँटेको छ हो बालिदिनु हाल्यो हो टक्क हामी चाहिँ अब त्यही हो अब हल्का क्यान्डल लाइट डिनर गरेको होइन एउटा चम्ची लिएको होइन टोटला म यहाँ बस्छु